हामी चाहिँ मासु लिन आइसकेको छौँ हाम्रो प्यारी आन्टी यहाँ हुनुहुन्छ हेलो आन्टी हामी के अब मासु छ कि छैन छ मासु 2 केजी बनाइदिनु ल मासु लिइसकेको छु अब हामी के किन्छौँ तपाईँहरूलाई अब देखाउँछु ओके सानो कामटोली बजार हो के हो बजार हो अहिले मजा लागेको छैन किनभने आज बजार छैन नि त आज हाट होइन शुक्रबार थोरै मात्रै लागिरहेछ शुक्रबार चाहिँ हेर्नु तपाईँ शुक्रबार लाग्छ हाम्रो सुसानलाई सबै थोक थाहा छ हाम्रो सानो कामटोली बजार लागिरहेको छ यता यता अब हाटको दिन चाहिँ यहाँ फेरि टेक्कै नसक्नुहुन्छ कहाँबाट ए यहाँबाट लगेको हो बाबाले लानुभएको हो हामी त अघि पनि आएको थियौँ गाई सुसान आएको थिएन सुसान रुई अनि सुसानलाई पनि हामीले लिएर आएको छौँ रुइनुहोस् त आउँछ आउँछ हामीले बोलाएको थिएन भने आउँदिनुहोस् नमस्कार सन्चै हुनुहुन्छ यतै बजार हिँडेको हामी जाँदैछौँ अब लाग्यो गाई खाँदिनुहोस् तेरो लाग्यो कसको लाग्यो म नआइकन स्कुलबाट नआइकन आफै किनेर यो खानुको मैले नदिकन त्यो भने तपाईँले राखिदिएको थिएँ त मैले किन खाइनस् ल उसमा राख अघि खाइनस् मैले राखेको थिएँ त किन्दैन किन्दैन भने मैले किनिसकेको छु गाई सुसानलाई रिस आउँदै थियो मसँग चक्लेट मेरो मात्रै होइन गाई सुसानको पनि फेभरेट हो अमेरिकानो भने चक्लेट भनेर पनि दिएको मैले डेलमेको ओइ अन्त त पुरा मन पराउँछ जस्तो ढाँटेको त्यसो तल किन्दिनँ म मैले कहाँ फुडहरू गर्छ तँलाई के खानु मन लाग्छ अन्त ए कामडुलीको अब सबैभन्दा फेमस भनेको यहाँको प्याजी नै हो गाइस हामी फर्स्टमा प्याजी खान्छौँ प्याजी कहाँबाट ल्याएपछि प्याजी छुटाउनु हुँदैन अब हजुरबाको हामी प्याजी मिठो हुन्छ ए होइन यहाँ पनि उता आन्टीकोमा पनि मिठो पाउनु बुवाको दोकानको भन्छु ए ल बुवाको प्याजी खान्छ अरे यसले चाहिँ ल अब हामी जाँदैछौँ सुसानले चाहिँ हजुरबाको दोकानमा प्याजी खाना खालि हजुरबाको दोकानमा भन्छ अब प्याजी खान्छ अरे साह्रो हजुरबाको दोकानको प्याजी खोज्दैछ यसले लु पकौडा सुसानको फेभरेट पकौडा पनि आइसकेको छ गाइस ल इन्जोय गरौँ ल सुसानलाई प्याजी कति ठाउँ खाइसकेको छ तर सबैभन्दा मिठो यहीँको लाग्छ नि होइन के मिठो लाग्छ यहाँको सबैभन्दा धेरै अचार अचार अरे ल इन्जोय पिस आउट प्याजी मनपर्छ कि उता आन्टीको मनपर्छ यहीँको मनपर्छ हामी सबैको फेभरेट चाहिँ हजुरबाको प्याजी ल सानो भयो हजुरबा यो प्याजी दोकान टन्ने भयो है हामी सानो हुँदा पनि थियो यही त खान्थ्यौँ 20 वर्ष त कट्यो होला के भएको छैन 12-13 वर्ष भयो सुसानहरू जति हुन्छ हामी यहीँ हुन्थ्यौँ क्या अब पानी माग्ने स्टाइल हेर्नु न गाई जाम यसलाई फेरि यसको बुढीले पुरा माया गर्छ क्या पसिना हेर्नु न फेरि 3-4 जना खान् के गर्नु अचार अझै खाने हजुर थोरै अचार हालिदिनु अरे यहाँको अचारको फ्यानै हो यो प्याज चैट पारेर अब हामी अर्को फुडहरू अब अरू के खानु मन लागेको छ दुईजनालाई आइसक्रिम लास्टमा हो क्या भाइ साइडलाई के खानु मन लागेको छ भन छिटो यहाँ जे भन्छ तिमीलाई त्यही खुवाउँछु म ए उयो खाऊँ न रसबरी खाऊँ न जाउँ न एक-एकवटा क्या मिठो हुन्छ गाइस घरमा मैले चटपट पनि बनाइदिएको थिएँ त्यो पनि खायो अनि पूजामा गएर पूजा गरेको थिएँ त पूजामा गएर पुरी तरकारी पनि खायो यो कति यसको भुडी हो कि यो भकारी हो यहाँ उयो भुडी हो कि उयो के भन्छ कमरा कमरा ए तेरो कमरा हो यो पेट दुखो अब त हामीले खानै बाँकी छ खाएकै छैन भर्खर के पादानी अमा पादाने अरे अब हामीले त भर्खर प्याजी के अरे हामीले के खायो सुरुमा त्यो मिठाई खायो प्याजी खायो आज यहाँ खाना बाँकी छ अब समोसा खाइन सकि चक्लेट अमेरिकानो के अरे समोसा यहाँ मिठाई यत्रो तेरो लागि यहाँ के अरे तेरो लागि युगान्डाबाट 25 करोडमा मगाइदिएको कसले खान्छ अन्त आज त जे भन्छस् त्यही साँच्ची अरे यत्रो खान्छ प्रमिस
ल डिल पनि गरिसक्यो हामी साइल चाहिँ के खान्छस् समोसा उसको फेभरेट हो हामी सुसान पनि समोसा हामी अगाइसकेको छौँ कि गाइस अघि खाजा खाएको कि अब एक दिन चाहिँ हामी केही नखाइकन आउँछौँ अनि च्यालेन्ज गर्छौँ कसले धेरै खान सक्छ भनेर आज चाहिँ हामी गर्ने भन्दा भने आज हाम्रो उयो थिएन नि त आउने प्लान थिएन नि त होइन त्यही भएर सबैजनाले घरमै खाजा खायो यो पूजामा गएर के खायो के खाइस् पूजामा के सब्जी मासु थियो के चना थियो सेलरोटी पनि थियो ए प्लेट मात्रै म आएको छ गाइस अब त्यो दुईजना मिलेर खान्छ म त खान सक्दिनँ खा कसले खान्छ यो खा अलिकति चाख्न कस्तो रहेछ अहिले खाँदिनँ भन्छ कि गाइस क्यामेराको अगाडि अहिले गम हानिरहेको हुन्छ यसले जुन गाइस अघि खाँदिनँ भन्दै थियो यस्तै गर्छ यो नाटक पार्छ भन्दैछु नि नाटक खाँदिनँ म भन्छ भरे यस्तो हाल्छ कस्तो लाग्छ सानो समोसा यहाँको दामी छ हेर्दाखेरि त यही होइन यो होइन अर्को यस्तो वाला के यो लानु यो दुईवटा लानु नि यो दुईवटा लानु अर्को यस्तो वाला थियो नि हो त ल्याइदिनु तिमीहरूले समोसा खायो 4टा मिठाई आउँछ तिमीहरू एक एकवटा म 2टा ल खान सुसान अहिले पड्की के त्यो मिठो हुँदैन नि त भाइ ल मन बने चाहिँ यो अरे ल ओइ मान्दैन थोरै भए पनि खान्छु मलाई त मिठो लाग्छ त्यो चाहिँ अलिअलि आधी खाऊँ न यार त्यस्तो नगर न आछि यसले मलाई दिएको गाइस यति इतना टुक्रा है मेरो नसिब पे म थाहा मैले कति खान्छु मिठो हुन्छ आज रसबरी चाहिँ रहेछ रसबरी खानु भनेर आएको छैन रहेछ रसबरी यो कति खान्छ हौ खानु पनि चटपट पनि खाएर आएको घरमा यामा हेर्नु न नाटक म चाहिँ गाइस अलिक गुलियो कमी गर्छु भन्छु कि गुलियो कमी गरौँ भन्छु सक्दिनँ के भएको सुजानलाई भेट्न पाइनँ भनेर त बुरुक गर्छ त मेरो त सुजान आयो भनेर त सुजान तँलाई देख्यो भनेर त यो दिदीहरू त के भएको तेरो दिदीहरू ल उहाँ हेर्नु न ल तिमीले यसलाई किन हिपेको भन् त यो झन् कस्तो मिठो त खाएर हेर त यो गरेर खा त यो हो साल खायो कस्तो मिठो हुन्छ यो त के हो खाँदिनँ भन्छ 5जना मान्छेले खाने खाइदिएको त खाँदैन मात्रै समोसा एउटा डल्लै ल यो मिठाई 2टा भइसक्यो मिठो लागेन ए सरी मिठो लागेन अरे गाईहरूलाई मलाई त मिठो लाग्छ यो अनि के भयो कि अझै खाने अझै खानु अहिले चाहिँ यतिको लागि पुग्यो होला हामी अर्को ठाउँ जान्छौँ अब के हो छि मिठो खान ओइ मिठो खानु अब के खाने के हो त्यो भन्नु बोल्नु यहाँ सलाटा हो म सुन्दिनँ अलिक के भएको के भनेको अस्ति त उयो भएर म अलिक सुन्नु छोडेको छु क्या के भनेको आइसक्रिम के हो भाइ यहाँ आउँछ यहाँ न के हो तिम्रो नाम तिम्रो साथी हो अनि मेरो साथी हो भन्छ त अनि यसले त ओ होइन ए अलिक त्यो साथी हो भन्छु नि त त्यही भएर कसलाई ए लाउ भाइ सुशान्तले दिन्छ अरे तिमीलाई खाने खाँदैन अरे त तेरो साथी अनि
पैसा निकाल न खानु आइसक्रिम मात्रै गरेर हुन्छ के किन्नु ल बजार होइन हामीले त्यही भएर त्यति साह्रो खाना पाइनँ अब हामी के खान आइसकेको छौँ यहाँ पानीपुरी अनि आइसक्रिम हुन्छ नि ल गाइज अब यिनीहरू पानीपुरी च्यालेन्ज गर्छ म त खान सक्दिनँ म त फुल भइसकेको छु कि यिनीहरूले खान्छ अरे जान्छ पानीपुरी खाँदैछ गाइज म त नखाने भनेर यहाँ बसिरहेको छु मन पर्दैन मलाई त्यति साह्रो स्ट्रिट फुड यस्तो कम्पिटिसन चल्दैछ आम्माम्माम्मा पड्किन्छ यस्तो कुदिने यो भुडी हो कि यो के अरे कमरा हो पहिला मुखको त चबा भाइ कति खान्छस् वाक्का लगाइसक्यो ल आइज आइसक्रिम खानु अब बजेट सकिँदै गएको छ गाइज अब हामी आइसक्रिम अब आइसक्रिममा आइसकेको छौँ गाइज हामी एट्याक खानु कसरी छ सुसान कुन खान्छस् चोकोबार कति हो अलिक सस्तो मस्तो दिनु यसलाई खारा यो मर्न आँटेको छ साइल के खान्छस् लु म त खाँदिनँ अघि खाएको लु अब भएको छैन होला लु भयो तल पनि लु लेट्स गो छ्या कस्तो फोरी यार घिनाउने काम मात्रै गर्छ मलाई त आजकल त्यो चोकोबार उतामा उयो खाँदिनँ म सुरुङ्गा मात्र होइन सुरुङ्गामा म उयो मात्रै खान्छु के कुल्फी मात्रै खान्छु म अर्को यस्तो 40 रुपियाँ गएको एउटा अङ्कल हुन्छ नि त्यही हो त अङ्कलकोमा यो तपाईँले कतिचोटि फ्रीमा पनि दिनुभएको छ अरे फ्रीमा म उसको छोरी हो र मलाई फ्रीमा दिन्छ तपाईँ यो चाहिँ यो बाहिर पनि धेरै छिटो मिल्क हुँदो रहेछ के हो मिल्क हुँदो रहेछ मेल्ट हुँदो रहेछ भन्न छ्या ल अब यिनीहरू आइसक्रिम खाइसक्छ अनि हामी फर्किन्छौँ आजको लागि यति नै गाइस ल बाई बाई आम्मा ल त भन् पिस आउट ल आजको लागि ल सुसानलाई केही भन्नु सकेको छैन लास्ट अन्तिममा आज कस्तो भयो त नि रमाइलो भयो भएन रमाइलो भयो होइन के अरे अब चाहिँ हामी के गर्छौँ भने अर्कोचोटि चाहिँ आज चाहिँ हामी अगाएर आएको थियौँ र त्यति साह्रो खाना पाइनौँ अर्कोचोटि चाहिँ हामी केही नखाइकन आएर च्यालेन्ज गर्ने कसले धेरै खान सक्छ क्या ला हेर छ्या ची त्यो पनि खायो ची च्या यसको हातमै झरेको थियो कि त्यो पनि खायो यार यसले अब त हजुरको छुट्टी कहिले हुन्छ हजुर महाराज कहिले फ्री हुनुहुन्छ तैँले ल अब चाहिँ ल है बाई अब चाहिँ बाई ल बाई बाई गरिदेऊ ल बाई गाइस